यो तपाईहरुले देखिरहनु भएको चाहिँ मेरो फन्डेड नेक्स्ट फन्डेड अकाउन्टको ड्यासबोर्ड हो। यसमा चाहिँ म फाइनल्ली पे आउटको लागि एलिजिबल भइसकेको छु। अब म तपाईहरुलाई फन्डेड नेक्स्टमा मैले पे आउट कसरी लिँदैछु भन्ने कुरा सेयर गर्नको लागि यो भिडियो बनाउँदैछु। भिडियो हेर्नु होला। केही कुरा सिक्नु भयो भने चाहिँ मेरो यो भिडियोको तल कमेन्टमा यो कुरा सिकेँ मैले आज भनेर लेख्न नबिर्सिनु होला। यदि बिर्सिनु भयो भने पनि सम्झिन ट्राई गर्नु होला ल। हामी अब सुरुमा जान्छौँ ड्यासबोर्डमा। ड्यासबोर्डमा हामी गइसकेपछि चाहिँ मेरो अकाउन्टको सबै डिटेल्सहरू यहाँ आउँछ। यहाँ छ $50,000 ब्यालेन्स अनि अहिले चाहिँ प्रफिट 0 देखाएको छ, लस 0 देखाएको छ, ट्रेडिङ डे 0 देखाएको छ किनभने यो मेरो अब साइकल इन्ड भयो पहिलाको। अब अहिलेको यो नयाँ साइकलमा चाहिँ सबै रिसेट भएर 0बाट सुरु हुन्छ है। अब म अस्तिको मेरो अकाउन्टको पे आउट लिनको लागि पहिला पे आउट सेक्सनमा मैले क्लिक गर्नुपर्छ अनि यहाँ विथड्रएबल प्रफिट हामीसँग अहिले छ 758.02 USD। अब यसलाई पे आउट रिक्वेस्ट गर्नुपर्छ हामीले। पे आउट रिक्वेस्टमा हामीले क्लिक गरौँ अनि एउटा चाहिँ मैले न्युज ट्रेडिङ गरेको रहेछु, क्लिक गरौँ। अब हामीसँग छ $758 चाहिँ विथड्रएबल प्रफिट। अब हामीले यहाँ नेक्स्टमा यहाँ तल नेक्स्टमा हामीले दबाउँछौँ अनि अब मेथड हामीले चुज गर्नुपर्छ। हामीले केमा लिँदैछौँ भनेर मैले लिँदैछु USDT-मा अनि हामीले नेटवर्क युज गर्छौँ। अब मैले यहाँ नेटवर्कमा चाहिँ USDT को लागि TRC20 युज गर्छु अनि मेरो USDT एड्रेस पेस्ट गरिदिन्छु अनि सबमिट गरिदिन्छु है। अब यहाँ हामीलाई के भन्छ यसले काइन्डली केयरफुल कन्सिडरेसन। अब यसले आफ्नो सबै कुराहरू चेक गरेको छु भनेर भन्छ। चेक गरिसकेँ मैले अनि प्रोसिड गरिदिन्छौँ हामीले। ओटिपी चाहिँ मेरो मेलमा आइसकेको छ। अब त्यो यहाँ हानेपछि पे आउट चाहिँ सबमिट हुन्छ। हामीले यसलाई कन्फर्मिङ गरिदिसकेपछि चाहिँ पे आउट रिक्वेस्ट चाहिँ सबमिट भइसकेको छ। अब कति टाइममा पे आउट आउँछ त्यो कुरा चाहिँ म तपाईहरुलाई आइसकेपछि सेयर गर्नेछु। यतिसम्म भिडियो हेरिदिनु भयो मेरो फर्स्ट पे आउटको। अब यस्तै गरी अरू पनि पे आउटको भिडियोहरू चाहिँ म तपाईहरुलाई लिएर आइ नै राख्छु। के क्वेशन्सहरू छ तपाईहरुले ट्रेडिङ सिक्दै हुनुहुन्छ केही जान्नु भएको छैन भने मलाई युट्युबमा सब्स्क्राइब गर्नुभयो भने म लाइभ आइरहेको हुन्छु। लाइभमा आउँदाखेरि तपाईहरुले आफ्नो प्रब्लमहरू सोध्न सक्नुहुन्छ अनि मैले आफूले जानेको कुराहरू तपाईहरुलाई सिकाइदिनेछु। थ्यांक यू सो मच फर वाचिङ।